हेलो एभ्रिवान, नमस्ते, जय श्री सचिदानन्द। र तपाईहरुलाई मैले अस्ति भनिसकेको थिएँ कि हाम्रो घरको छेउमै एउटा बगान छ र हामी बगानमा आइरहेको छौं र अहिले चाहिँ हामी एउटा गेम खेल्न आँटेको कि दुईटा ग्रुप हुन्छ। एउटा ग्रुपमा दुईजना मान्छे हुन्छ, एउटा ग्रुपमा दुईजना मान्छे हुन्छ र म चाहिँ क्यामेराम्यान पनि अनि जज पनि भन्दिन र म चाहिँ एउटा गाना भन्छु। दुईटा ग्रुपमा एउटा ग्रुपमा मैले अब कुनै पनि गाना भने अनि उले चाहिँ त्यो प्रदर्शन गर्नुपर्छ हो, अनि आफ्नो टिमले चाहिँ गेस गर्नुपर्छ र उ टिमले गेस गर्नु सकेन भने यताको टिमले गेस गर्यो भने चाहिँ उनीहरुले प्वाइन्ट पाउँछ। लेट्स गो, हेरौँ को विनर हुन्छ। र यहाँ एउटा ग्रुप रेडी छ र यहाँ एउटा ग्रुप रेडी छ र तिमीहरु दुईजनामा चाहिँ को डान्स गर्छ, कोले गेस गर्छ? म डान्स गर्छु, उ गेस गर्छु। तिमीहरुमा को डान्स गर्छ, को गेस गर्छ? उ डान्स गर्छ, म गेस। लो, रक पेपर सिजर गर, जो हार्छ त्यो म भएको आउँछ, म गाना भन्छु। रक पेपर सिजर सुट। प्रानिसा थापा आ जाओ। म गेस गर्नु। ओला आउँछ। म ललिपप। गाउ। मलाई त के थाहै छैन। जानु? म जानु? सेकेन्डले पिन गर्नु। मैले यस्तो छ याद। ल यहाँ अगाडि आइज न। अन्जिलिना दिदी गेस गर्न। अगाडि आइज, देखेको छैन क्यामेरा। ल कमरेमा पटुकी कस। आऊ को आऊ। ल के हो? कति आसान गाना छ भगवान। तिनजना एउटा ल, एकजना टिम आऊ। यही गाना भन्दैछु ल। ल भनेन मुखले भनेन। ल ए भगवान, आफ्नो पार्टनरले गेस गर्छ। ल ओइ एकछिन हुँदैन। एन्जेलिनाहरुको भएको छ 2, प्रनिसाहरुको भएको छ 1। ल नेक्स्ट आइ प्रनिसा। सानिया त ल यो चाहिँ जाँदैछ एन्जेलिनाकोमा। अब यो वाला पनि बोल्नु पाउँदैन नि फेरि एन्जेलिना। रेडी, गेस गर है। होइन होइन हुन्छ। ल यो गाना हो भन्दिम म। यो गाना हो चिकनी चमेली छुपके। साइनीको भनेको नि तपाईँले त्यतिखेर थाहा भएको थियो। अब के भन्न नि त, अहिले पनि भन्नु सक्थ्यो। ल 5 वटा गाना, 3 पोइन्ट भयो एन्जेलिना, 2 पोइन्ट भयो प्रनिसा र विनर हो एन्जेलिना एन्ड अनुष्का थापा। यो हो लुजर्स। यिनीहरूलाई गाना गेस गर्नु आएन।
तपाईँलाई थाहा भइहाल्यो कि जित्ने छ हाम्रो एन्जेलिना र अनुष्का र यिनीहरू हार्यो र अब नेक्स्ट टाइम चाहिँ यिनीहरू जित्छ नेक्स्ट टाइम म सिकाउँछु यिनीहरूलाई भन्नु अरे बाई बाई गाइस र यति नै थियो हाम्रो गेम त हामी अब जान्छ घर चलो